नयाँ वर्षको शुभकामना हाँसो रहोस् ओठमा सधैँ। नववर्ष 2082 सालको पावन अवसरमा देश तथा विदेशमा छरेर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजु भाइ इष्टमित्र जनप्रतिनिधि राष्ट्रसेवक कर्मचारी बुद्धिजीवी समाजसेवी शिक्षक पत्रकार लगायत सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्दछु। अधुरो सपनको चाहना विशेष गरी घरमा रहनुहुने आमा बुबा दाजु भाइ बहिनी बाजे बजै भाउजू सल्यानमा रहने फुपूका सम्पूर्ण परिवार जुगारमा रहनुहुने ठुलेआमा बुबा दिदी दाई र कुवेतमा रहनुहुने कान्छी फुपू र मलाई माया हौसला दिने सिपी दाई सुशीला दिदी कोपिला बस्नेत खुमा बस्नेत लगायत मेरो साथी भन्नुपर्दा बेगम डागी टेकराज ओली झकास ओली कमल ओली विशाल पिक प्रकाश केसी रणबहादुर केसी जनक एरी इन्द्रा देवकोटा सुषमा रोका देवरूपा घरती रश्मि घरती लक्ष्मी केसीहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु। हजुरले आँटेको सोचेको सबै सपना पुरा होस् भनी शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षको शुभकामना हाँसो रहोस् ओठमा सधैँ मनैभरि छाओस् हर्ष सोचे जस्तै भने जस्तै रहोस् तिम्रो नयाँ